गाइस मेरो च्यालेन्ज आजको भिडियो चाहिँ हाम्रो बसबाट भयो। मजा आया और मैं ये जो मजा है हिंदुस्तान के हर व्यक्ति को देना चाहता हूँ। हेलो गाइज, वेलकम टु माई च्यानल विजय सुनार ब्लगमा तपाईँहरूलाई स्वागत छ है त। यो च्यानलमा यो भिडियोमा चाहिँ स्पेसल कुराहरू छ, एकदम रमाइलो कुराहरू छ। पोखरामा हामीले गरेका रमाइलोहरू, डे 1 मा गरेको रमाइलो, तपाईँहरूले पनि डे 1 मा के गर्न सक्नुहुन्छ भन्ने कुराहरू मैले चाहिँ यो भिडियोमा चाहिँ कभर गरेको छु। तपाईँहरूले पनि मजाले कभर गर्न सक्नुहुन्छ। डे 1 मा तपाईँहरू बसेपछि भोलिपल्ट मर्निङ टाइममा बिहानको ब्रेकफास्ट लिनुहोस् है त। होटलमा चाहिँ गजबको ब्रेकफास्टहरू थियो, मिठो यम्मी हेल्दी फुडहरू, मिठो खानाहरू है त। हामीले फुडको चाहिँ एकदम मजाले खायौँ है त। अनि बिहानको ब्रेकफास्ट लिइसकेपछि चाहिँ तपाईँहरूले चाहिँ ब्रेकफास्ट सँगसँगै बाहिरको लागि निस्किने आफ्नो प्लान बनाउन सक्नुहुन्छ है त। ब्रेकफास्ट चाहिँ मजाले लिनुहोस् है त। बिहान बाहिर घुम्न निस्केपछि चाहिँ तपाईँहरूलाई चाहिँ फेरि खानाको लागि फेरि टाइम नहुन पनि सक्छ है त। मजाले बिहानको ब्रेकफास्ट लिनुहोस्, त्यसपछि चाहिँ अनि निस्किने आफ्नो प्लान गर्नु। अनि ब्रेकफास्टमा चाहिँ तपाईँको बफेट सिस्टम छ है त, जे पनि खान त सकिन्छ। मजाले फुल इन्जोय लिनुहोस्, मजाले लिनुहोस् है त। हेलो, कस्तो लागिरहेछ? राम्रो लागिरहेछ। आधी बेला कस्तो लागिरहेछ? गजब रमाइलो भइरहेछ है त। हामी अहिले चाहिँ हिँडिरहेछौँ स्ट्रिट नम्बर 14 मा है त। किन भन्दा त पुरै हो। ल अलि उतातिर हात त्यस्तो गरौँ। पोखराको फेवा तालमा है त। तालमा छ, एकदम दामी भ्यू देखिरहेछ, राम्रो है। दामी हावा, चिसो हावा। भिडियो पो गराउनु भएछ त। यता हेर न, यता हेर्दै ल हिँड। हिँड 15 सेकेन्डको ब्रेक के। ल अहिले हामी बोर्डिङमा छौँ है त, बोर्डमा आयौँ है त। सिद्धिक यता हेर, सिद्धिक। वाह सिद्धिक, ए सिद्धिक कस्तो लागिरहेछ? ह्याप्पी बुढाले ल्याउनु भएको छ पोखरा फेवा तालमा। फर्स्ट टाइम हो आएको हामीहरू। आरबी कस्तो लागिरहेछ?
आरबी अनुहार हेरेर त किन ह्याप्पी छैन त अनुहार छ मम्मी पापा रमाइलो भइरहेछ रमाइलो सिद्धिकीलाई कस्तो लागिरहेछ सिद्धिकले चाहिँ ज्याकेट नपाएको हुनाले अलिकति रोइरहेछ उसको नापको ज्याकेट छैन नि त अब यताको भ्यू हेर्नु त्यति स्पिडमा होइन नि आरामसँग खिच न आरामसँग के आरामसँग त्यस्तो फास्ट गर्नु खिच अहिले त ल एकदम रमाइलो भइरहेछ है त चिसो चिसो पानी छ चिसो हावा चलिरहेछ यो सानो नावमा खेल्दाखेरि रमाइलो भइरहेछ है कस्तो लागिरहेछ आरबीलाई राम्रो तपाईलाई कस्तो लाग्छ दामी भइरहेछ ल पानी खेलाउ त ल पानीको हाल्छ अब बल्ल आयो नि भिडियो फोटो पनि खिचिदिनु खै ओ माथि हेर्नुमा बाबु सिक्ति आएर आएर कहाँ आएर छ केबुल कार केबुल कार पछाडी केबुल कार देखिन्न सिक्तिको सिङ्गल उभिएको अनि केबुल कार सिक्तिको पनि ओ सिर्ती बल्ल खुसी भयो सिर्ती खुसी भयो सिर्ती खुसी भयो सिर्ती खुसी भयो सिर्ती खुसी भयो अनि केबुल कार के हो राजा जी अपनी शक्तियों का पूरा इस्तेमाल कर रहे हो लेकिन लौंडा यहाँ नहीं रुक सुबह दिशा पश्चिम पूर्व तपाईँ घरको भित्रबाट पश्चिम पूर्व निक्लेर कता जाने काम गर्छ लापडिन्छ पश्चिम चन्द्रमा हुन्छ चन्द्रमालाई अगाडि पारेर दिनुपर्छ पछाडि पारेर दिन्छ भने कामै गर्दैन लाभै दिँदैन पश्चिम निक्ल्यो नि कि पूर्व निक्लिने अनि कता जाने चन्द्रमा पश्चिम पूर्व छ नि चन्द्रमालाई अगाडि पार्नु पर्यो नि अनि चाहिँ काम मान्छे फाइदा दिन्छ त्यो भोगरेखा कमजोर भएछ अलि छोरीको सङ्ख्या बढिदिन्छ कतिजना मन छन् भन्दा 1 2 3 बच्चा त 4 बच्चा बलमान बच्चा यो ठुलो घर त यो ठुलो घर धनी हो नि ठुलो घर ठुलो काम गर्ने मसिन घर जन्मिँदै सबै हो नि कोही रहन्छ कोही रहदैन ताल छैन बच्चा जय जन्ममा कष्ट अस्को ताल जाने जन्मिसम्म खतरा 55 नसकेर मरिन्छ अस्पताल गए बाँचिन्छ यही हो नाम बुढी बन्द आरबी के छ डेभिस फल हेर्न आएको कहाँ हुनुभयो अहिले कहाँ हुनुभएको अगाडि हो नि गराउनु मिल्ने अब यो डेभिस फल्समा छौँ अहिले हामी है त यसको बारेमा भन्नु न तपाईँ यहाँ पहिला बस्नुभएको मान्छे केही कुराहरू यसो हामीलाई सेयर गर्नु हामी त फर्स्ट टाइम आएको मरेको हो अरे त्यसकै नाममा भनेको हो यो किन मरेको थियो के कारण के होला यो नुहाउन आएको होला नुहाउन आएको थियो कि केही प्रेम सम्बन्धी कुराहरू हो कि त्यतिकै त हुँदैन होला यता यता हेर्नु आ जाओ खै उ
निकालिदियो यताबाट निकालिदियो यता हेर हो के गरे यता यता आउनु आरे बे यता आउ न हिरो आउन पर्यो चल्ली यता है टिकट पर्दैन कि देखाउनु पर्छ र पछि पनि पर्दैन यो गाइज सानो बच्चा लिएर आउन घुम्न आउँदा चाहिँ गाह्रो हुँदो रहेछ है त बच्चा चाहिँ यस्तो सम्हाल्नु पर्दो रहेछ बाइक चाहिँ यस्तो चाहिँ हालत है त बुढी चाहिँ उतातिर फोटो खिचाउनमा मस्त है पछाडि आफ्नो हालत चाहिँ यस्तो छ है त अरे बेटे तुझे थकान नहीं लग रही क्या गाइज अहिले हामी डेभिड सल्समा छौँ है त पापा यो डेभिड कहिले कसरी मरेको के गरे यो डेभिड कसरी मरेको अब यो मर्दाखेरि मलाई थाहा छैन कि घाँस काट्न गएको थिएँ क्या म अनि चारजनाको निकाल्नु ये क्या है? ल गाइस टुरिस्टहरू चाहिँ लास्टै है त लास्टै हुनुहुन्छ टुरिस्टहरू है त त्यतिकै माया गरेर राखेन त्यसलाई देखाउ न यस्तो भएर सिंगल खिचा चस्मा निकाल्यो चस्मा निकाल फोटो खिच्नु र भिडियो बनाउनु अहिले छौँ हामी गुप्तेश्वर मन्दिरमा है त गुप्तेश्वर मन्दिरमा छौँ ल अब भित्र जाने क्रम छ है त के छ म देखाउँछु है त हजुरहरूलाई कस्तो खाएर छ अरे म अगाडि जान्छु तिम्रो खिचिदिन्छु रोगर ओइ यहाँ त सिरी रहेछ यार अब लाग्दैन भनेर अनि वार्दिया बोल्दै अरे गाडी त्यही भएर अनि तपाईँ एक्सिडेन्ट गाह्रो हुनु गाडी गाडी साथै हिँड्नुमा त ल अहिले हामी कहाँ छौँ त आरबी ल जाउँ त कहाँ छौँ माथि पनि छ ल यहाँ आऊ त दामी भ्यू छ है त
सदस्य दार्जिलिङहरू दावा पवित्र भूमि भूमिको महादेव मन्दिर पोखरा बाई सुकुको पहुँचे हैं विश्व महादेव मंदिर दान तथा स्वयं संग्रह उस पवित्र निर्माण कार्य में सहभागी मंदिरों में यहाँ भी हार्दिक अनुरोध करते हमारे सजालवंतनहरू दान और सहयोग करें परिवार सप्ताह समूह पितृगढ़ का नाम पर सदा सदा करा गया स्थापित करने सबने जानकारी बना देता वैसे यदि सकता तुझी करो कहीं न कहीं दान सहयोग व्यवस्था करो पहला काम निर्माण का व्यवस्था करना सहयोगी बनाओ मंदिर परिसर को मुख्य रखे का दान से विकास सहयोग व्यक्ति तथा अझै यतातिरको व्यवस्था करना सहयोगी बनाओ स्वागत पवित्र भूमि होने से महादेव मंदिर परिसर का अघोरा निर्माण कार्य करना सहयोगी बनना रखता है भगवान का दर्शन कर रहे पवित्र भूमि का अघोरा निर्माण कार्य करना सहयोगी बने तो हमारे अपना अपना परिवार का संस्कार करना पितृगढ़ का नाम बने सदा सदा के लिए स्थापित भूमिका रहेगा शिलापत्र और स्थापित करना संबंधी जानकारी के साथ सदाल वैज्ञानिकों स्थापित भूमिका हमारे संवाद होता है यो भ्यू हेरौँ है त फेवा तालको भ्यू तर अलिक मधुरो देखिरहेको छ आज मौसम चाहिँ अलिकति ल्याङ भएर है त अहिले चाहिँ हामी चाइनिज स्तुपा जाँदैछौँ है त त छेउपट्टि त्यो होटल हो होटल हो क्या राम्रोसँग बस्दै बस्दैन त यार छ त त्यहाँ बाटो होइन दामी यतातिरको निकाल्नु यतातिर ठिक छ 21 22 ल बहुत छैन के
ल अहिले चाहिँ हामी होटल सहाराको 11th फ्लोरमा छौँ है त। टप लेभल टप टावरमा छौँ। 360 भ्यू छ है त यहाँबाट। यहाँनिरबाट यो लेक साइड है त, लेक साइडको भ्यू छ, दामी देखिरहेछ। अनि यहाँबाट पुरै सिटी नै देखिरहेछ है त, मजाको दामी सिटी देखिरह। अनि आरबी र म बसिरहेको है त यहाँ। आरबी र म दामी छ गाइस, दामी छ, क्या दामी देखिरहेछ। हिजो गएको ठाउँ आरबी उत्यो बुद्ध स्तूपा होइन, दामी छ है त। के हो त दामी देखिरह होइन। धन्यवाद।